सबैजनालाई फेरि पनि स्वागत छ आजको मेरो डे 6 मिनी ब्लगमा। हुन त आजको लागि 7 हुनुपर्ने हो, तर मैले हिजो चाहिँ बनाउन सकिनँ। सो त्यही भएर चाहिँ आज मिनी ब्लग चाहिँ डे 6 भयो। सो म चाहिँ कलेज आज मेरो एक्जाम स्टार्ट भइरहेको छ नि त। बिहानै उठेको प्रायः यस्तो जाडो थियो नि आमा, अनि यति जाडो थियो। मैले एकदम फ्रेस भएर म बाहिर निस्किँदाखेरि पनि अझ पनि त्यो जाडो चाहिँ अझै उज्यालो भएको थिएन कि, अझै पनि उज्यालो भएको थिएन, अँधेरै थियो। अनि म चाहिँ भित्र आएर चाहिँ रेडी हुन लगाएँ। मेरो चाहिँ फेस एकदम धेरै फाट्छ, एकदम धेरै ड्राई छ क्या, त्यही भएर चाहिँ मैले भ्यासलिनहरू चाहिँ लाउनै पर्छ। सो मैले चाहिँ भित्रदेखि सर्ट नलाएर चाहिँ मैले पेन्ट लगाएँ। त्यसपछि चाहिँ मैले उठेर कपाल सपाल पनि कोरेँ, एकदम रेडी भएँ। त्यसपछि मैले जुत्ता यति धेरै फोहोर देख्नु भएको थियो होला नि त, फोहोर थियो। सो त्यसलाई पनि सफा गरेँ। अझ पनि म बाहिर कलेज जानेमा चाहिँ यस्तो थियो मेरो त्यो दिन चाहिँ, अनि एकदम ढिलो भइसकेको थियो कि। अनि सो एक्जाम सिक्जाम सब सकेर चाहिँ म बाहिर आएँ फाइनली। सो बाहिर आए पनि घर आइपुगेँ म। सो आजको लागि यति, अरू भिडियोको लागि चाहिँ भोलि वेट गर्नु होला। ओके बाई।